मानो छरेर चाहिँ मुरी उब्जाउने समय हो यो। म मात्रै नभएर मेरो परिवारहरू पनि सहभागी छन्। भूमिको पूजा गर्ने हो। आज भानुचोकमा चाहिँ तपाईको यो नगरले आयोजना गरेको किराँत राईहरूको यो संस्कृति संस्कार यायोखा ले चाहिँ नि यो साकेलाको उपलक्ष्यमा चाहिँ शुभकामना आदान प्रदान गर्ने चाहिँ यो कार्यक्रम हो। आजको प्रोग्राममा तपाईँ मात्रै सहभागी हुनुहुन्छ कि तपाईँको घरको सदस्यहरू पनि सहभागी हुँदै हुनुहुन्छ? आजको प्रोग्राममा म मात्रै नभएर मेरो परिवारहरू पनि सहभागी छन् र हामी पनि भनौँ यो किराँत राई यायोखा धरान सत्र कार्य समितिबाट पनि हामी सहभागिता हो। उधौली र उभौलीमा के फरक छ? उधौलीमा र उभौलीमा धेरै अन्तर छ बाबु। उधौली र उभौलीमा धेरै अन्तर किन भन्नुहुन्छ भनेदेखि तपाईँको उभौली भनेको तपाईँको मानो छरेर चाहिँ मुरी उब्जाउने समय हो यो। मानो छर्नुपर्छ, मुरी उब्जाउनुपर्छ तपाईँको उभौलीमा। अहिले उभौलीको हामीले यो सिली किन गर्छौँ, राई जातिले किन गर्छौँ भन्नुहुन्छ भनेदेखि तपाईँको उभौलीमा चाहिँ एकदमै मानो रोपेर मुरी फलाउने हो। त्यो कारणले उभौलीमा चाहिँ तपाईँको अन्न पानी राम्रो फलोस्, राम्रो होस्, एकदमै हामीलाई शुद्ध फाप्ने गरोस्, पसिना पानीले पनि जोगाओस्, हरेक चिज भनेर हामीले उभौली पर्व मानिन्छ। उभौली पर्व त्यो तरिकाले मानिन्छ। उधौली पर्व चाहिँ तपाईँको कसरी मानिन्छ भने उधौली पर्व चाहिँ तपाईँको अन्न पानी फल्यो, मकै फल्यो, कोदो फल्यो, धान फल्यो। हामीले उधौली गर्नुपर्छ चाहिँ तपाईँको फलिसकेपछि असिना पानी नआओस्, झरी पानीले नबगाओस्, खोला नालाले नबगाओस्, हामीले भित्राउनु राम्रो तरिकाले सहदेओस् है भनेर चाहिँ उधौली गरिन्छ है। यो पर्वले राई समुदायहरूलाई जोडेको छ जस्तो लाग्छ तपाईँलाई? यो पर्वले राई समुदायलाई तपाईँको विशेष गरी किराँत समुदायलाई जोडेको छ। किराँत समुदायलाई त 100% जोडेको छ तपाईँको। आज हाम्रो प्रोग्राम चाहिँ यो राईको उधौली भनेर मानिन्छ हामी। हजुर, यो भूमिको पूजा गर्ने हो। आज हामीले उभौली मनाएको कि उधौली मनाएको भयो? यो उभौली हिजो पूजा गऱ्यौँ। हजुर, भूमि पूजा भन्नुहुन्छ। हजुर। अन्त यो उभौली हिजो पूजा गरेपछि अब यसको 15 दिनसम्म हामी चाहिँ यसो नाचगाना गर्दै रमाइलो। अब उभौली भनेर कसैले सोध्नुहुन्छ भने चाहिँ उभौली चाहिँ अब यो बाली खेती नाली हाम्रो लाउने त्यहाँमै हो। अनि त्यो बाली नाली लगाइन्छ। बाली नाली लगाउँदा अब हिउँदाखोरी लेखाको माइबाट भेडाको भैँसीको गाईको लिएको हुन्छ यहाँ। हजुर। अन्त त्यसलाई चाहिँ उभो लाने बेला भयो। अनि यसलाई उभौली हुन्छ। अब त्यो बाली नाली लगाउँदाखेरि अन्त यहाँ राखिरहेको हुन्छ, उनीहरूले खाइदिने हो नि। हजुर। त्यस कारणले चाहिँ उभौली बोट उभो लेखामा माइती यो चाहिँ उभौली भनिन्छ। हजुर। उधौली चाहिँ कहिले मनाउने? उधौली चाहिँ हाम्रो मङ्सिरमा आउँछ। मङ्सिरमा उभौली चाहिँ अहिले मनाउँदै हुनुहुन्छ। तपाईँहरूले यो उभौलीमा युवाहरूको सहभागिता कतिको छ भयो? यो युवाको सहभागिता अहिले त त्यसमा नै हुन्छ। किनभने अब यो अलिक
युवाहरूले नै त्यो सिक्नु इङ्ग्लिस आएको छ कि हजुर अन्त युवाहरू भर्खरको बच्चाहरूले चाहिँ एक्जाम सिक्नु खोजिरहेको छ धेरै धेरै सहयोग भइरहेछन् है धेरै